धोखाधडीको तालमेल बुझिन सक्नुको छ। धोखाधडीको तालमेल बुझिन सक्नुको छ। बालापनको कुटिकेल बुझिन सक्नुको छ। मलाई नजित्नु छ कसैलाई नहराउनु छ। मलाई नजित्नु छ कसैलाई नहराउनु छ। तर मै माथिको जालझेल बुझिन सक्नुको छ। तर मै माथिको जालझेल बुझिन सक्नुको छ। नमस्कार, म श्रीराम। आज यी 5 वटा ठाउँबाट यी 5 वटा आशा अपेक्षाहरू राख्न बन्द गरिदिनुहोस्। आजैबाट आफ्नो मन हलुका, शान्ति र एकदम खुसीको अनुभूति हुँदै जानेछ। हामीसँग खुसी हुने कारण कति छन् कति, तर ती सबैलाई ओझेलमा पारेर अहिले हामीसँग दुखी हुने कारण कति छन् कति। जे चिज सम्झ्यो, जो व्यक्ति सम्झ्यो, हामी त्यसैमा दुखी छौँ। अनि खुसी रहनका लागि हामीले इन्टरनेटमा साध्य र साधनहरू खोजिरहेका हुन्छौँ। अब सबै कुरालाई म समेट्न त सक्दिनँ, तर यी 5 वटा ठाउँहरूबाट यदि हामीले आशा र अपेक्षाहरूलाई निकाल्यौँ भने हामीले आफूलाई आनन्दमा रहने एउटा वातावरणको सिर्जना गर्न सक्छौँ। पहिलो स्थान, सबै मान्छे तपाईको विचारसँग सहमत हुन्छन् र हुनुपर्छ भन्ने आश राख्न छोड्दिनुहोस्। जति तपाईले आफूलाई र आफ्नो निर्णयलाई अनुमोदन गर्नुहुन्छ, अप्रुभ गर्नुहुन्छ, त्यति नै अरूले पनि गर्छन् भन्ने छैन। हामी सबै एउटै संस्कारबाट, परिवारबाट आएका होइनौँ। हामीले जन्मदेखि अथवा त्योभन्दा पहिले नै आफ्नो संस्कार लिएर आएका छौँ। हामीसँग आफ्नै विचार छ, आफ्नै धारणा छ, आफ्नै मनोवृत्ति छ। हामीले आफूले जन्माएका सन्तानहरू त हाम्रो विचारसँग सहमत छैनन् भने कोही अरू व्यक्ति हाम्रो विचारसँग, हाम्रो धारणासँग, हाम्रो मानसिकतासँग सहमत हुनुपर्छ भन्ने अड्डी हामीले किन कस्ने? आफ्नो अन्तर्ज्ञानलाई अनुसरण गर्नुहोस्। जरुरी छैन सबै मान्छे हाम्रो विचारसँग सहमति हुन्। दोस्रो, अरूले गर्नुपर्ने मान सम्मानको अपेक्षा गर्न छोडिदिनुहोस्। सम्मान भन्ने कुरा कमाउने हो, न कि माग्ने या अपेक्षा गर्ने। प्राय मान्छेहरू हामीसँग बेखुसी छन् अथवा हामी बेखुसी छौँ कि मान सम्मान कम्ती भयो भनेर नै। कतिपय मान्छेहरू मान सम्मान कम्ती भयो भनेर नै आफ्नो निम्तोलाई पनि तिरस्कार गर्ने गर्छन्। कतिपय मान्छेहरू त सभा, सम्मेलन, विचार गोष्ठीहरूमा अथवा कुनै कार्यक्रमबाट बाहिर नै गर्छन् मलाई सम्मान कम्ती भयो भनेर नै। कतिपयले उसलाई पहिला बोलाइयो, मलाई पछि बोलाइयो, उसलाई अगाडि राख्यो, मलाई पछाडि राख्यो, मेरो नामको अगाडि फलानो 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 उपनाम जोडिएन, मसँग त यो अनुभव पनि छ भनेर यस्ता खालका गुनासो गर्छन् अनि गुटबन्दी गर्छन् र उनीहरू विभिन्न तरहका बखडाहरू निकाल्ने गर्छन्। साँचो बल आत्मामा हुन्छ, मसलमा होइन। हामी कति कमजोर कि कसैले जिउ हजुर गरिदिएकै भरमा मात्र आफूलाई बलियो महसुस गर्ने जरुरत छैन कि कसैले तपाईलाई सम्मान दिउन्। तपाईँ आफूले आफूलाई सम्मान दिनुहोस्। कतिपयले भन्ने गर्छन् अरूले तपाईँ भनोस् कि नभनोस्, आफै मपै आफ्नो आत्मसम्मानका लागि आफै मपै गर्दा कुनै पनि हानिकारक हुँदैन। तेस्रो स्थान, सबै मान्छेले मलाई मन पराउन् भन्ने आश राख्न बन्द गरिदिनुहोस्। कम्तीमा यो लाइन मेरा लागि लागू हुने गर्छ। जसले मलाई मन पराउँदैन म त उसलाई धन्यवाद दिन्छु, ताकि यो या त्यो बहानामा उसको अगाडि पछाडि लागेर जिउ हजुर गरेर मेरो समय बर्बाद गर्नु जरुरी नै छैन। आई एम नट अ पिपल प्लेजर। यदि कसैले मलाई मन पराउँदैन, मसँग बेखुसी छ भने इट्स ओके, आई डोन्ट केयर। हामी कसैका लागि अयोग्य या अनावश्यक पनि हुन सक्छौँ, तर कसैका लागि हामी मूल्यवान पनि छौँ। तपाईँ जतिसुकै राम्रो भए पनि त्यहाँ एउटा न एउटा नकारात्मक मान्छे हुन्छ जसले तपाईँको टिप्पणी गर्छ, आलोचना गर्छ र तपाईँको दुर्गति समेत चाहन्छ। हामी सबैले मलाई सबै मान्छेले मन पराउन् भन्ने लडाईँमा हरेक दिनहरू बिताएका छौँ। जरुरी छैन र सम्भव पनि छैन। चौथो स्थान, तपाईँले सोचेको सम्झेको कुरा सबैलाई थाहा छ र थाहा हुनुपर्छ भन्ने आश राख्न बन्द गरिदिनुहोस्। कसको मन कसले पढ्न सक्छ? श्रीमतीको गुनासो छ, श्रीमानले मेरो मन पढ्न सकेन। श्रीमानको गुनासो छ, श्रीमतीले मेरो मन पढ्न सकिन। बाबा आमाको त्यही गुनासो छ, छोराछोरीको त्यही गुनासो छ, आफ्ना आफन्तको त्यही गुनासो छ, साथीभाइको त्यही गुनासो छ। हेर्नुहोस्, आफू जतिसुकै योग्य भए पनि कम्पनीले पनि के गर्छ भने आफूले गएर नबताइन्जेलसम्म प्रमोसन दिँदैन। तपाईँ जुनसुकै बिमार लागेको छ भने पनि डक्टरकोमा गएर मलाई यो बिमार लागेको छ नभनुन्जेलसम्म डक्टरले बिमार पत्ता लगाउन सक्दैन। सम्बन्धलाई डोर्याउन कठिन भएको हो भने यति कारणले यो सम्बन्धलाई डोर्याउन अगाडि लैजान गाह्रो भएको छ भने मात्र नै विकल्प निकाल्न सकिन्छ। अन्यथा बिना बताए मेरो मनको कुरा बुझिदिएनन् भनेर गुनासो गर्नु या ठुस्स गर्नुको कुनै औचित्य छैन। यसकारण तपाईको मनको कुरा अरूले बुझिदिउन् भन्ने आश राख्न बन्द गर्नुहोस्। पाँचौं स्थान, तपाईको मातहतका अथवा तपाईले ख्याल गर्ने गरेका व्यक्तिहरू अचानक परिवर्तन भइदिउन् भन्ने आश राख्न बन्द गरिदिनुहोस्। हाम्रो आफ्नै मनले त हाम्रो आफूले भनेको कुरा मान्दैन भने अर्काको मनले हामीले भनेको कुरा कसरी मानोस्? प्राय यो घर परिवारमा यस्तो चक्कर चल्ने गर्छ। हामी एक अर्कोलाई आफ्नो लयमा, आफ्नो तालमा हिँडाउनका लागि प्रयत्न गरिरहेका छौँ। उसले जे गरिरहेको छ त्यो गलत गरिरहेको छ र मैले जे गरिरहेको छु त्यो चाहिँ सही गरिरहेको छु, फलो मी भन्ने खालको जुन हामीले धारणा राख्छौँ त्यो आफ्नै लागि ब्याकफायर बन्दो रहेछ। हामी जति नजिक खिच्न खोज्छौँ त्यति नै पर जाने गर्छन्। जसरी गोलीले हामी जति जोडले तान्छौँ त्यति नै पर त्यो गोली गए जस्तो। उनीहरूको अधिकांश कुरा परिवर्तन गर्न खोज्नु भनेको मूर्खता रहेछ। बरु उनीहरू जस्ता छन् त्यस्तै स्वीकार गर्ने या त उनीहरूबाट टाढा रहने वातावरण मिलाउने।
जब हामी कसैलाई परिवर्तन गर्न खोज्छौँ उनीहरू उस्तै रहन्छन्, टाउको हाम्रो दुख्छ। बरु उनीहरू जस्ता छन् त्यस्तै रूपमा स्वीकार गर्न सकियो भने उनीहरू बिस्तारै बदलिँदै जान्छन्। बदलिँदै जान्छन् भनेको के त भन्दा उनीहरूप्रति हेर्ने हाम्रो नजरिया बदलिँदै जान्छ। अब अरूले मलाई खुसी दिएनन् भन्ने कुरामा हामी दुःखी हुने गर्छ। खुसी त आफूले सिर्जना गर्ने, अरूले दिने कुरा होइन। अरूले मेरो समस्या समाधान गरिदिउन्, मलाई सहयोग गरिदिउन् भन्ने आश पनि हामीले राख्नुहुन्न, जबकि आफ्नो सहयोग त आफूले गर्ने हो। यी यस्ता ससाना कुराहरूमा हामीले विचार पुर्याउन सकियो अथवा आत्मनिर्भर बन्न सक्यो भने हामी आफ्नै लयमा खुसी रहन सक्छौँ। अरूसँग राख्न नहुने यस्ता आशा अपेक्षा जुन अरूले पुरा पनि गर्न सक्दैनन् र गर्दैनन् पनि, यस्ता आशाहरूले मान्छेलाई निराश, दुखी या तनावग्रस्त बनाउँछ। तपाईँ आफ्नै तरिकामा शान्ति र आनन्द पाउन योग्य व्यक्ति हो, होइन? यदि हो भने यो मेहनत स्वरूप अहिलेसम्म मेरो यो च्यानललाई सब्स्क्राइब गरिदिनु भएको छैन भने सब्स्क्राइब गरिदिनुहोस्, सँगै रहेको बेल आइकनलाई पनि क्लिक गरिदिनुहोस् र यस्तै खालका सन्देशमूलक भिडियोहरू आउँदै गर्दा तपाईँलाई जानकारी हुनेछ। यस्तै खालका सन्देशमूलक भिडियोहरू म लिएर आउने प्रतिबद्धता सहित अहिलेका लागि तपाईँको समय शुभ रहोस् भन्ने शुभेच्छा सहित म बिदा हुन्छु। धन्यवाद, शुभ दिन।